श्रीरामले मर्यादा पुरुष श्रीरामको आयु लामो होस् सिन्दुर लगाएकी हुँ हनुमानजी भनेर भनिन्छन्। अनि हनुमानजीले त्यही बखत त्यो सबै सिन्दुर खोसेर आफ्नो पुरा शरीरभरि लगाएछन्। भनेको मतलब यदि थोरै सिन्दुर मात्र लगाएर हनुमानजीले बुझेअनुसार सीताले लगाएको सिन्दुरले रामको आयु लम्बिन्छ भने मैले शरीरभरि लगाएँ भने त श्रीरामजी सधैँ यो सृष्टिमा रहिरहनेछन् भन्ने हनुमानको एउटा त्यो बुझाइ होला जस्तो मलाई लाग्यो। मैले यहाँलाई प्रसङ्ग केमा मात्र जोड्न खोजेँ भने हामी हरेक पार्टीबाट आज राष्ट्रिय स्वतन्त्र पार्टीमा आएका छौँ। किन आएका छौँ भने पात पखाल्न। पात के मानेमा पखाल्न आएका छौँ भने ती पार्टीहरूले वर्षौँ वर्षसम्म यो देशमा राजनीति गरेर यो देशमा केही पनि गर्न सकेनन्, हाम्रो समाज र समुदायमा केही पनि गर्न सकेनन्। अब यो देशको विकल्प भनेको राष्ट्रिय स्वतन्त्र पार्टी हो। राष्ट्रिय स्वतन्त्र पार्टीले यो देशमा समाज समुदाय निर्माणसँगै यो देश निर्माणमा अहम भूमिका निर्वाह गर्न सक्छ भन्ने हामीले महसुस गरेर हामी सम्पूर्ण व्यक्तित्वहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा हामी आबद्ध भयौँ। त्यो कुरा यही हो। हामी आज यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीको एउटा पहिलो समिति गठन हुँदा